नमस्कार सम्पूर्णमा यहाँहरु सबैलाई टीएससी गाइडेन्समा स्वागत छ। आज म युनिभर्सको बारेमा यानी कि ब्रह्माण्डको बारेमा अध्यापन गराउन गइरहेको छु। यो भिडियो विशेष गरी शिक्षक सेवा आयोग, लोक सेवा आयोग तयारी, टीएससी, पीएससी तयारी गर्ने साथीहरुलाई एकदमै धेरै उपयोगी हुन सक्छ। सूर्य, तारा, ग्रह, उपग्रह, शिशु ग्रह, धूमकेतु, पुष्रे तारा, उल्कापिण्ड, ग्यास र धुलोका कण लगायत सम्पूर्ण आकाशीय पिण्डको अति विशाल समूह नै युनिभर्स हो। युनिभर्सलाई फर्स्ट टाइम टेलिस्कोपको प्रयोगद्वारा अध्ययन गर्ने वैज्ञानिक ग्यालिलियो ग्यालिली हुन्। टेलिस्कोपलाई नेपालीमा दूरबीन पनि भनिन्छ। टेलिस्कोपको प्रयोग गरेर अध्ययन गर्ने ग्यालिलियो ग्यालिली। त्यसैगरी ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई कस्मोलोजी भनिन्छ। कस्मोलोजीलाई नेपालीमा सृष्टिशास्त्र पनि भनिन्छ। कस्मोलोजी यसलाई के पनि भनिन्छ? सृष्टि शास्त्र। त्यसैगरी स्पेस सम्बन्धी यानी कि अन्तरिक्ष सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई एस्ट्रोनोटिक भनिन्छ। स्पेस इक्वल टु एस्ट्रो। आकाशीय पिण्ड सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई फेरि यस्तै रिलेटेड वर्ड छ, एस्ट्रोनोमी भनिन्छ। आकाशीय पिण्ड इक्वल टु एस्ट्रोनोमी। सिमिलरली यो एस्ट्रोनोमी जस्तै एउटा अर्को टर्म्स पनि छ, एस्ट्रोलोजी भनिन्छ। यो एस्ट्रोलोजी भनेको चाहिँ के हो भन्दा ज्योतिष शास्त्र सम्बन्धी अध्ययन गरिन्छ नि, त्यसलाई चाहिँ एस्ट्रोलोजी भनिन्छ। एस्ट्रोनोमी एन्ड एस्ट्रोलोजी इट साउन्ड सिमिलर बट इट इज क्वाइट डिफरेन्ट थिङ। योमा अलिकति कन्फ्युजन चाहिँ हुन भएन। यो चाहिँ ज्योतिष सम्बन्धी अध्ययन गर्ने शास्त्र हो। ज्योतिष सम्बन्धी अध्ययन। यो चाहिँ मैले छोटकरीमा युनिभर्स सम्बन्धी हजुरहरूलाई जानकारी दिएँ। यसैगरी अब हामी ब्रह्माण्डको उत्पत्ति सम्बन्धी एउटा महत्त्वपूर्ण सिद्धान्त छ, बिग ब्याङ थ्योरी भन्ने। यसको बारेमा थोरै म जानकारी दिन गइरहेको छु। बिग ब्याङ ब्रह्माण्ड सम्बन्धी उत्पत्तिका विभिन्न एक्सपर्टहरूले आफ्नो तर्क दिँदै आफ्नो थ्योरीहरू डेभलप गर्दै आइरहेका छन्। तर सर्वमान्य रूपमा एकदमै धेरै व्यक्तिहरूले चाहिँ यसलाई बढी भ्यालिडिटी दिएका भनी बिग ब्याङ थ्योरी हो। यसको बारेमा भन्न पर्दा सबैभन्दा पहिला यसको नाम महाविस्फोटक सिद्धान्त थियो। महाविस्फोटक सिद्धान्तका प्रतिपादक जर्ज ल्यामेट्री हुन्। जर्ज ल्यामेट्री। तर सबैभन्दा पहिला महाविस्फोटक सिद्धान्तको प्रतिपादन गर्ने जर्ज ल्यामेट्री थिए। तर बिस्तारै पछि गएर यसको नाम महाविस्फोटक सिद्धान्तबाट चेन्ज गरेर बिग ब्याङ थ्योरी राखियो। बिग ब्याङ थ्योरी राख्ने व्यक्ति भने फ्रेड होली थिए। अब इक्जाममा क्वेसन आउँछ, बिग ब्याङ थ्योरी भनेर नामाकरण गर्ने वैज्ञानिक अथवा व्यक्ति को थिए भने नि केले नि फ्रेड होली लेख्न पर्छ त्यति बेलामा। तर महाविस्फोटक सिद्धान्तका प्रतिपादक को हुन् भनेर आयो भने जर्ज ल्यामेट्री लेख्न पर्ने हुन्छ। अब यस्तै गरेर यो थ्योरी अल्बर्ट आइन्स्टाइनको इक्वेसन अफ जेनरल रिलेटिभिटीसँग सम्बन्धित छ। इक्वेसन अफ जेनरल रिलेटिभिटी अल्बर्ट आइन्स्टाइन। यो बिग ब्याङ थ्योरीका सिद्धान्त अनुसार कसरी चाहिँ ब्रह्माण्डको उत्पत्ति भएको थियो भन्ने म थोरै जानकारी दिन्छु। सबैभन्दा पहिला सूर्य घुमिरहेको थियो ब्रह्माण्डमा, ठुलो सूर्य थियो, त्यो रोटेसन गरिरहेको थियो। त्यही क्रममा
एउटा ठुलो तारा सूर्यको नजिक जान्छ र सूर्य र तारा बीच ठुलो टकराव हुन पुग्छ। त्यो दुईटाको कोलाइजन पछि त्यहाँबाट विभिन्न टुक्राहरू निस्किन्छन्, उछिटिएर बाहिर निस्किन्छन् र ती टुक्राहरूबाट कोही ग्रह, कोही उपग्रह, कोही शिशु ग्रहमा परिणत हुन्छन् र यसरी ब्रह्माण्डको उत्पत्ति भएको भन्ने सर्वमान्य अवधारणा रहेको पाइन्छ। अब यो थियो बिग ब्याङ थ्योरी सम्बन्धी केही थोरै मैले जानकारी दिएँ। अब त्यसै गरी म थोरै सौर्य परिवार सम्बन्धी अथवा सौर्य मण्डल सोलर सिस्टम सम्बन्धी थोरै जानकारी दिन गइरहेको छु। सौर्य परिवार, यसको पहिला डेफिनेसनबाट जाम। सूर्य र सूर्यलाई घुमिरहेका ग्रह, उपग्रह, धूमकेतु, पुष्रे तारा, उल्का, उल्कापिण्ड, ग्यास र धुलोका कण लगायत सम्पूर्ण जति पनि ब्रह्माण्डमा छन् सूर्यलाई घुम्ने हो तिनीहरूको समूहले नै एउटा सौर्यमण्डलको विकास भएको छ। अब यसमा चाहिँ के छ भन्दा सूर्य चाहिँ बीचमा छ, सूर्यलाई चाहिँ अरू प्लानेटहरूले घुमिरहेका छन् भन्ने सिद्धान्त भने निकोलस कोपर्निकसले दिएका थिए। निकोलस कोपर्निकसले हेलियोसेन्ट्रिक थ्योरी, निकोलस कोपर्निकसले हेलियोसेन्ट्रिक थ्योरी प्रतिपादन गरेका थिए। सम्झिनु होला, हेलियोसेन्ट्रिक थ्योरी, यो चाहिँ हेलियोसेन्ट्रिक थ्योरी। हेलियोसेन्ट्रिक थ्योरीमा उनले के भनेका थिए भन्दा फर्स्ट टाइम उनले निकोलस कोपर्निकसले भनेका थिए सूर्य बीचमा हुन्छ र सूर्यलाई पृथ्वी लगायत अन्य ग्रहहरूले घुमिरहेका छन् भनेर उनले नै पत्ता लगाएका थिए र सौर्यमण्डलको 99% भार सूर्यले ओगटेको छ। सनले 99% भार ओगटेको छ भने जम्मा यहाँको अरू भार जस्तै ग्रह, उपग्रह, शिशु ग्रह, धूमकेतु, पुष्रे तारा, धुलोका कण, ग्यासहरूले जम्मा 1% भार चाहिँ ओगटेका छन्। भनेको मतलब चाहिँ सूर्यले नै सबै 99% चाहिँ एरिया चाहिँ कभर गरेको रहेछ। त्यसै गरी यो सौर्यमण्डलको विकास चाहिँ धुलो र ग्यासको मिश्रणबाट भएको भन्ने मान्यता छ। अब यसलाई थोरै समराइज गरेर म केही विषयवस्तुहरू लेख्न गइरहेको छु, ध्यान दिएर हेर्नु होला। सौर्यमण्डलको सबैभन्दा ठुलो तारा, सौर्यमण्डलको सबैभन्दा ठुलो तारा कुन होला? सूर्य। सौर्य मण्डलको सबैभन्दा ठुलो ग्रह कुन होला नि? जुपिटर, जसलाई नेपालीमा बृहस्पति भनिन्छ। सौर्य मण्डलको सबैभन्दा ठुलो उपग्रह ग्यानिमेड। कुन चाहिँ ग्रहको उपग्रह हो त नि यो चाहिँ सबैभन्दा ठुलो जुपिटर ग्रह हो भने त्यही जुपिटर भित्र उपग्रह पनि सबैभन्दा ठुलो छ जसको नाम ग्यानिमेड हो र यो चाहिँ जुपिटरमा पर्छ। त्यसै गरी सौर्यमण्डलको सबैभन्दा
सानो तारा। यो अलि नाम फरक किसिमको छ, यसलाई चाहिँ अलिकति केही समय दिएर अध्ययन गर्नु होला। ओजियाली अग्ली TR 122 B। अग्ली TR हो है यो, अग्ली TR 122 B। सौर्यमण्डलको सबैभन्दा सानो ग्रह मर्करी, जसलाई नेपालीमा बुध भनिन्छ। सौर्यमण्डलको सबैभन्दा सानो उपग्रह डिमोस। यो उपग्रह चाहिँ कुन ग्रहमा छ भन्दा मार्समा छ, यानी कि मङ्गलमा छ। आजको लागि यति भन्दै यो भिडियोलाई म यहाँ अन्त्य गर्न गइरहेको छु। यदि तपाईलाई यो भिडियो उपयोगी जस्तो लाग्यो, मन पर्यो भने यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला।